ओके, आजको हाम्रो क्वेसन छ सोलिड स्टेट फिजिक्सबाट यो युनिट 2 को क्रिस्टल स्ट्रक्चर फ्रम डिफ्र्याक्सन भन्ने त्यसको एउटा क्वेसन गर्न गइरहेछौँ। क्वेसन छ सो दैट द रेसिप्रोकल ल्याटिस इज अ डाइरेक्ट ल्याटिस। हैन, यो 2076 र 79 मा आएको क्वेसन हो। ओके, अब हामी सुरु गर्न गइरहेछौँ। हामीलाई थाहा हुनु पर्यो अब यसको सोलुसनको लागि हामी यहाँ लेट गर्छौँ। लेट यहाँ दुईटा ल्याटिस छ, एउटा रेसिप्रोकल अर्को डाइरेक्ट भनेको अब यसको पनि आफ्नो प्रिमिटिभ भेक्टर होला, यसको पनि आफ्नो प्रिमिटिभ भेक्टर होला। हैन, लेट भेक्टर ए, भेक्टर बी, भेक्टर सी and capital vector A, capital vector B, capital vector C be the primitive translational vector of यसलाई म डाइरेक्ट ल्याटिसको मानौँ हैन, अफ डाइरेक्ट ल्याटिस एन्ड यसलाई चाहिँ म रेसिप्रोकलको मानौँ एन्ड रेसिप्रोकल ल्याटिस रेस्पेक्टिभली। त्यसो हो भने अब यो रेसिप्रोकल ल्याटिसको प्रिमिटिभ ट्रान्सलेसन भेक्टर्सहरूको चाहिँ त्यसको डाइरेक्ट ल्याटिससँग चाहिँ एउटा रिलेसन हुन्छ हैन। सो त्यो रिलेसन चाहिँ के हो त भन्दा भेक्टर ए इक्वल्स टु 2 पाई टाइम्स भेक्टर बी क्रस भेक्टर सी बाई भेक्टर ए डट भेक्टर बी क्रस भेक्टर सी हैन, यो खालको रिलेसन हुन्छ। त्यसै गरी भेक्टर बी को पनि रिलेसन 2 पाई भेक्टर बी क्रस भेक्टर सी बाई भेक्टर ए डट यो बी को चाहिँ सी र ए हुन्छ बाई बी क्रस सी भयो। त्यसै गरी भेक्टर सी को हुन्छ 2 पाई ए क्रस बी बाई ए डट बी क्रस सी हुन्छ। अब हामी यहाँ प्रुभ गर्नुपर्ने छ यो रेसिप्रोकल ल्याटिसको पनि रेसिप्रोकल ल्याटिस चाहिँ डाइरेक्ट ल्याटिस हुन्छ भनेर प्रुभ गर्नुपर्ने छ। त्यही भएर अब हामी फेरि यहाँ सपोज गरौँ लेट ए स्टार भेक्टर B star vector C star vector be the primitive lattice vector, primitive translation vector of the reciprocal lattice of a reciprocal lattice। अर्थात् यो रेसिप्रोकल ल्याटिसको पनि रेसिप्रोकल ल्याटिसको प्रिमिटिभ ट्रान्सलेसन भेक्टर्सहरू चाहिँ ए स्टार बी स्टार र सी स्टार भन्ने माने मैले। त्यसो हो भने सो यो ए स्टार भन्ने चाहिँ के हुने भयो त अब दिस इज इक्वल्स टु यस्तै फर्मुला लगाउँदाखेरि 2 पाई भेक्टर बी क्रस भेक्टर सी बाई ए डट बी क्रस सी हुने भयो। अब यसलाई हामीले सल्भ गरेर यदि रिजल्ट चाहिँ ठ्याक्कै इक्वल्स टु यो भेक्टर ए आयो भने प्रुभ हुन्छ है त। भनेपछि त्यो डाइरेक्ट भेक्टर र ल्याटिस यो रेसिप्रोकल अफ रेसिप्रोकल भेक्टर्स इक्वल भयो भनेदेखि चाहिँ सो हाम्रो यो प्रुभ भयो।
त्यसको लागि म के गर्छु, यो भेक्टर b को भ्याल्यु हैन, भेक्टर c को भ्याल्यु, भेक्टर a को भ्याल्यु यसमा हाल्छु, यो माथिबाट। सो भेक्टर b भनेको छ c क्रस a बाई a डट b क्रस c हैन, क्रस c भनेको a क्रस b बाई a डट b क्रस c हैन, होल डिवाइड बाई, यो इक्वल टु लाई यहाँनिर लेखौँ, होल डिवाइड बाई a भनेको b क्रस c बाई a डट b क्रस c होल डट इन्टु b क्रस c हैन, भनेको यही रिपिट गर्नु पर्यो, c क्रस a बाई a डट b क्रस c क्रस a क्रस b बाई a डट b क्रस c। अब यहाँबाट म के गर्न सक्छु भन्दाखेरि यो तलको मा भएको यो a डट b क्रस c, a डट b क्रस c, यो त स्केलर क्वान्टिटी हो हैन, यो मानौ b क्रस c अर्को एउटा भेक्टर हो, त्यो भेक्टरको अर्को भेक्टरसँगको डट प्रोडक्ट भनेको त स्केलर हुन्छ। सो यो स्केलर टर्म्सहरूलाई चाहिँ म हैन बाहिर लेख्छु। ओके, सो यहाँ मैले छुटाएको, यहाँ 2 पाई पनि छुटाएको छु, यसलाई मैले थप्दिम, यो प्रत्येकमा 2 पाई हुन्छ। ओके ल, सो अब यो 2 पाई गर्दाखेरि 2 पाई को होल क्यूब भयो। त्यसै गरी यो a डट b क्रस c, a डट b क्रस c यो कमन लिँदाखेरि a डट b क्रस c को होल स्क्वायर भयो, दुईटा आएको छ हैन, मल्टिप्लाई गर्दाखेरि कमन बाहिर लिएको, र भित्र बाँकी रह्यो c क्रस a हैन, यो अगाडिको क्रस a क्रस b यो पछाडिको। त्यसै गरी होल डिवाइड बाई डिनोमिनेटरमा 2 पाई स्केलर हो भनेपछि 2 पाई बाई क्यूब, 2 पाई होल क्यूब कमन आयो, बाई यो 3टा छ यसमा हैन, भनेपछि a डट b क्रस c को होल क्यूब कमन आयो, र भित्र बाँकी रह्यो फेरि यसमा यो डट यो बाँकी रहने भयो हैन, b क्रस c डट यो इन्टु यो, फेरि अर्को ब्राकेट युज गर्छु म, c क्रस a क्रस a क्रस b बाँकी रह्यो। ओके, सो अब यहाँबाट यो 2 पाई क्यूब क्यान्सल भयो, यो दुईटा र यो 3टा मध्येबाट दुईटा क्यान्सल भयो भने यो एउटा बाँकी रहन्छ। यो एउटालाई म के गर्छु त माथि लेख्छु हैन, सो द्याट विल गिभ मी के त a डट b क्रस c इन्टु के भयो त c क्रस a क्रस a क्रस b डिवाइडेड बाई यतापट्टि b क्रस c डट c क्रस a क्रस b बाँकी रह्यो। त्यसपछि अब हामी यसमा क्रस प्रोडक्टको रुल लगाउँछौं हैन, सो दिस विल बी a डट
बी क्रस सी इन्टु अब यसमा त्यो रुल लगाउँदाखेरि के हुन्छ त सी क्रस ए डट बी हैन सी क्रस ए डट बी हो माइनस सी क्रस ए यहाँनिर मिस्टेक भयो यहाँ अझै ब्राकेट राखेर ए सँग पनि मल्टिप्लाई गर्नु छ सी क्रस ए डट ए ब्राकेट राखेर बी सँग मल्टिप्लाई गर्नु छ बाई यो चाहिँ हाम्रो फर्मुला भयो हैन यो क्रस प्रोडक्टको फर्मुला भयो सो तलपट्टि बी क्रस सी डट फेरि यो माथिकै जस्तो भयो सी क्रस ए हैन यो फर्स्ट दुईटा ले चाहिँ सेकेन्डको पछाडिकोसँग डट प्रोडक्ट गर्ने र बाहिरपट्टि बाँकी रहन्छ यो ए माइनस त्यसै गरी सी क्रस ए क्रस के अरे सी क्रस ए डट ए सी क्रस ए डट ए र बाहिर बाँकी रहन्छ भेक्टर बी ओके अब यसमा हामीलाई थाहा छ हैन यदि कुनै पनि भेक्टर्समा हैन दुईटा चीज सेम भयो हैन जस्तै ए यो सी भयो हैन यिनीहरू बीचमा चाहिँ क्रस र डट प्रोडक्ट हुन्छ भने त्यसको रिजल्ट कति हुन्छ त 0 हुन्छ भन्ने हामीलाई थाहा छ सो त्यही यो रुल लगाउँदाखेरि यो पछाडिको टर्म्सहरु 0 भयो हैन अब बाँकी रहेको टर्म्स लेखौं ए डट बी क्रस सी इन्टु यो बाँकी रहेको सी क्रस ए डट बी र बाहिरपट्टिको यो ए हैन बाई बी क्रस सी डट के भयो त सी क्रस ए डट बी इन्टु ए बाँकी रह्यो पछाडिको टर्म्सहरु क्यान्सल भयो 0 भयो अब यसलाई हामी यो भेक्टर नोटेसनमा लेख्दाखेरि ए बी सी भनेर यसरी लेख्छौं र सीएबी लाई लेख्दाखेरि सीएबी लेख्छौं र यो बाँकी रहेको भेक्टर ए बाहिरै छ हैन बाई तलपट्टि चाहिँ के भयो भन्दाखेरि यो डट प्रोडक्ट छ यसको र यो पुरैसँग भनेपछि अब यो त एउटा स्केलर क्वान्टिटी हो हैन यो स्केलर क्वान्टिटी हो क्रस र डटको प्रोडक्ट त स्केलर क्वान्टिटी हो यसलाई मैले बाहिर लेख्न मिल्यो र बी क्रस सी को डट प्रोडक्ट यो भेक्टरसँग मात्रै गर्न मिल्यो सो यसलाई मैले बाहिर लेख्दाखेरि कसरी लेखेँ सीएबी लेखेँ र यसको डट प्रोडक्टमा चाहिँ बी क्रस सी डट ए हुने भयो अब यो सीएबी क्यान्सल भयो हैन किन भन्दाखेरि यिनीहरु स्केलर प्रोडक्ट हो यो डिभिजनमा छ भने क्यान्सल भयो बाँकी रह्यो एबीसी इन्टु ए भेक्टर बाई तलको यो बीसीए भयो हैन अब यो बीसीए लाई हामी एबीसी को टर्म्समा लेख्न सक्छौं किन यो साइक्लिक अर्डरमा यसलाई इन्टरचेन्ज गराउँदाखेरि चाहिँ देयर वन्ट बी डिफरेन्स इन द भ्यालु अफ स्केलर प्रोडक्ट हैन त्यही भएर यो गर्न मिल्यो यो र यो क्यान्सल भयो रिजल्ट के आयो भेक्टर ए आयो ओके अब हामी यहाँ अर्को दुईटा सिमिलरली लेखिदिन्छौं सिमिलरली हामीले बी स्टार भेक्टर भनेको भेक्टर बी लेख्न मिल्यो एन्ड
सी स्टार भेक्टर भनेको भेक्टर सी लेख्न मिल्यो भनेपछि यहाँ के आयो त ए स्टार भेक्टर भनेको ए रहेछ बी स्टार भेक्टर भनेको बी रहेछ सी स्टार भेक्टर भनेको सी रहेछ भने हैन हेन्स के भयो त द रेसिप्रोकल ल्याटिस is a direct ल्याटिस हो भन्ने प्रुफ भयो ओके थ्यांक यू